हेलो गाइज सबैजनाले वेलकम छ हाम्रो ब्लगमा। हेलो गाइस, अङ्कल यहाँ ड्राइभ गर्दै हुनुहुन्छ। अब चाहिँ हामी चितवन जानु लाग्यो आज। जर्नी स्टार्ट फ्रम पोखरा टु चितवन हैन। अहिले चाहिँ बाटो यस्तो हेर्नु सबजना भन्छ कि हुस्सु हुन्छ। फक तर हुस्सु नि भन्छ। हुस्सु यस्तो भएको छ बाटो अलि केही देखेको छैन। त्यही रमाइलै भइरहेछ हामी दुईजना। अहिले चाहिँ हामी तालचोक कट्यौँ। हामी ठ्याक्क तालचोक आइपुग्यौँ। हामीले 7 बजी यात्रा सुरु गरेको थियौँ। अब हाम्रो कहाँ गएर ब्रेक हुन्छ त्यतिखेर हामीले खिच्नेछौँ। ब्रेकफास्ट खाना चाहिँ कहाँ हुन्छ? राम्रो भ्यू देख्यौँ भने नि रोक्नेछौँ। भ्यू अहिले देखिएला जस्तो लागेन मलाई। माथिबाट चाहिँ देखिथ्यो, यता तालचोकतिर आएपछि चाहिँ हुस्सु पुरै लाग्यो। पोखरातिर कस्तो क्लियर छ फेरि। पोखरातिर त क्लियर सब हिमालहरू कस्तो राम्रो देखेको। म त यस्तो होला जस्तो लागेको थिएन कि। यस्तै हुन्छ कि यतातिर। टु मच। गाइज अहिले भेटौँ न है त। गाइज अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ अङ्कल? हामी दमौली कटेको अघि नै हो होइन? होइन दमौली कटेको छैन क्या? आफू खैरेनी कटेको। आफू खैरेनी कट्यो। दमौली आयो भने त आइहाल्यो नि। भिमातको त्यो भिमात जाने बाटो नै कट्यो होइन? कट्यो त। यस्तो छ बाहिरको नजारा चाहिँ हुस्सु लाग्छ, फग लाग्छ। त्यही बाटो राम्रो छ है अहिले चाहिँ गाइज। अहिले ट्राभल गर्न छ भने ठिकै छ बाटो। नट ब्याड होइन। नट ब्याड। हामी गीत सुन्दै गइरहेको थियौँ, मैले चाहिँ अफ गरेँ। रोड कन्डिसन नि दामी छ। पुरै रमाइलो गर्दै गइरहेछौँ हामी गीत सुन्दै। अबको 2 घन्टामा चाहिँ हामी चितवन पुगिन्छौँ इजिली। ल गाइज एकछिनमा भेटौँ ल है त। ल है गाइज हामी चाहिँ दमौलीको पुल आइपुग्यौँ हो। ल सबले सास रोक्नु है अङ्कल, सास रोक्ने च्यालेन्ज है ल। सक्यो अहिलेसम्म केही नभएछ। फोक्सो केही नभएछ। तपाईँहरूले सक्नुभयो कि सक्नु भएन? तपाईँहरूले सक्नुभयो कि सक्नु भएन? तपाईँहरूले पनि ट्राई गर्नु है हामीसँगै। सक्नुभयो भने चाहिँ कमेन्ट गर्नु। तर अरू गाडीमा आएर आफ्नो भएर पो अहिले हो नि अरू बिस्तारै हान्छ होइन। हो नि काका हो। ल बाटो चाहिँ अलि नराम्रो रहेछ यहाँ चाहिँ। अब ठ्याक्क दमौली त्यो टर्निङ कटेपछि ठ्याक्क दमौली। अहिले चाहिँ 8:16 भयो। हामी 7:20 जाँदा हिँडेको थियौँ। 1 घन्टा नि भएन। 1 घन्टा नि भएन। जर्नी स्टार्ट भयो। अब चाहिँ ठ्याक्क दमौली आइपुग्यो गाइज। अब हामी चिया खान्छौँ कतै इभी चार्जमा रोकेर चिया खाएर ब्रेक लिएर अनि ठ्याक्क आनन्द नातिकिन जान्छौँ। ल हेर्नु दमौली बजार गाइज। दमौली यही हो गाइज। यसरी मान्छे आउनुहुन्छ बिचमा रोकेर क्यार्ने बिचमा रोकिदिन्छन् भत्ती गङ्ग के है। यो आयो बिचमा रोकिदिएर है। साइडतिर रोकिने हुन्थ्यो। काठमाडौँ जाने गाडीहरू होला, कता जाने गाडीहरू हुन्छ। यतिमा लैदिन्छु दाइ उतिमा लैदिन्छु भन्दै चलिरह। दमौली बजार नि सक्यो। अब हामी ठ्याक्कै स्टप लिएर चाहिँ अनि तपाईँहरूसँग भेटिन्छौँ। बाई गाइज। अहिले स्थिति हो नै। ल गाइज हामी ब्रेकमा चाहिँ आउन सकेछौँ। ब्रेकमा चाहिँ हामी बिर्सेछ ब्लग गरेर भन्ने नै।
अहिले चाहिँ हामी ठ्याक्क ढुम्रे कटेको यस्तो दामी भ्यू हेर्नु नि यो पहाडहरू अङ्कल चाहिँ यहाँ ड्राइभिङ गर्दै हुनुहुन्छ हामी चार्ज नि गऱ्यौँ 74% भएको अहिले सर्ट ब्रेक नि दियौँ हामीले साइडमा रिभर रमाइलो भइरहेछ चितवन जाँदाखेरि आन्टीकोमा गए जस्तो हुन्छ है मुगलिन अब 18 किलोमिटर है गाइस कहाँ 18 होइन त्यहाँ लेखेको ए 21 रहेछ 21 किलोमिटर 21 किलोमिटर मुगलिन अब मुगलिनको पुलमा गएपछि हामी फेरि भ्लग गर्नेछौँ गाइज स्टे ट्युन बाई बाई ल गाइज हेर्नु सक्नुहुन्छ मुगलिनको पुल हामी चाहिँ मुगलिन आइपुग्यौँ उता गयो भने चाहिँ पुरानो पुल यता चाहिँ नयाँ पुल नि पुरानो जस्तो भइसक्यो हेर्नु मुगलिनबाटको भ्यू मन्दिर नि रहेछ नि त्यहाँ पत्थरमा काठमाडौँ चितवन जान्छौँ हामी हाम्रो यात्रा चाहिँ चितवनतिर हो थम्बनेल टाइटल हेरेर नि थाहा पाइसक्नु भयो होला अहिलेसम्म त मुगलिनको बजार पुलिस सर भइरहेछ किन यस्तो भयो रोक्ने रे बाइकहरू मात्र जाने रे जाम पर्यो गाइस यहाँ चाहिँ अब अङ्कलको नि चेकिङ हुन्छ त्यो गाडीहरूको गरेको हुन्छ गरेन जानु भनिदिनु भयो पुलिस सरको गन है AK-47 हो क्या द मुगलिन बजार इन्टर हुँदैछौँ हल्का जाम परेको हल्का सानो मिठो छुट्ट जाम चेकिङले गर्दा रहेछ कि ल गाइज मुगलिन आइपुग्यौँ है ल हेर्नु हामी चाहिँ अब राइट जान्छौँ होइन अब सिधै गयो भने चाहिँ काठमाडौँ हो गाइज अनि राइट गयो भने चाहिँ हामी चितवन आरामघाट हुँदै बुटोल उता कता पनि जानु मिल्छ त्यति धेरै इन्फर्मेसन त छैन हामी तर पुग्न चाहिँ सुनौली बोर्डर पुग्यो 10 बज्यो 11 बजे चाहिँ हामी अहिले चाहिँ हामी 10 बजेर 3 मिनट गयो हामी चाहिँ मुगलिन आइपुग्यौँ अब चाहिँ हामी छिटो कतै ब्रेक नलिकन जाँदैछौँ गाइज बाटोमा के इन्ट्रेस्टिङ भयो भने भ्लग फेरि गर्नेछौँ के भ्यू हेर्नुहुन्छ र हजुरहरूले राम्रो भ्यू देखिन्छ यहाँ त्यता नि खने रहेछ नि उहाँ बोर्डहरू एड गरेको है एड वेलकम टु चितवन होम राइनोज होम अफ राइनोज त दामी रहेछ ल अझ गीत सुन्दै गइरहेको थियौँ हामी दामी छ मैले यति दुःख दियो म यहाँ 3-4 घन्टासम्म पनि मैले पुगेर बसिरहेको छु क्या हो यो बाटोमा हामी नि कुरेखम अङ्कल 12 बजीतिर चढेर राति 4 हो कि 5 बजी पुगेँ म यहाँ गीतानगर है यो पहिरोले एकदम चाहिँ डिस्टर्ब भएको यो पहिरो अहिले त राम्रो बनाएको छ यस्तो तासेर बनाए गाई चाहिँ पहिरो ट्याक्क अहिले चाहिँ केही डिस्टर्बेन्स गर्दैन यसले बाइक आयो यस्तरी हर्न बजाउँदै गाडी कुदाउँदै ड्राइभर म माइलो मोटर चलाउँदै ड्राइभरमा कान्छु द बाइक आइज एकछिनमा भेटौँला ट्विन खोला ब्रिज ल है यो गाइज ट्विन खोला ब्रिज रहेछ के बाटो जहिले अवरुद्ध गर्ने यही हो पहिरो यो अस्ति कति एक दिनसम्म ब्लक भएको थियो नि यही ट्विन खोलाको यो बाटो
बाटो थुपेर खान्थ्यो त्यही हजुर सबै हेल्यो कति जाम थियो त टिकटकतिर त आइरहेको थियो मान्छेहरू गीत गाएर है पुरै रमाइलो गरेर आएको थियो त्यहीँ भेटिएको प्यासेन्जरहरू होला नि होइन सब कता कता हिँडिराख्नु होला तर हाम्रो देश नेपाल राम्रो छ क्या है मान्छेहरू नचिने पनि बोल्छ होइन टक्क हजुरको घर कहाँ पर्यो होइन के पर्यो कता बस्नुहुन्छ के काम गर्नुहुन्छ कहाँ गर्नुहुन्छ ल रमाइलो गरौँ भनेर त्यहीँ ग्याजप हानिदिइराख्यो सबैजना गीत सित गाएर गीत गाएर क्या त्यो हिसाबमा चाहिँ वाउ तर यहाँ जाम हुनाले नि त्यो सानो सानो व्यवसाय नि राम्रो हुन्छ नि यहाँ तर जाम पर्नु चाहिँ राम्रो त होइन होइन भइहाल्यो भने त फेरि त्यहाँको त्यो सबैलाई तिम्रो खाजा पानी चाहिँ त चाहियो नि त होइन उहाँहरू त सुविधा दिनुभएको नि त हामीलाई होइन सुविधा त्यही पनि नगर्ने खाजा पानी तर रेट चाहिँ अलिक महँगो हुन्छ जाम पऱ्यो बेला के भन्छ तिनीहरूले अब कस्तो पानी परिरहेको बेलामा कहाँ कहाँबाट बोकेर झोलामा हालेर लिएर आएर यत्रो बाटो हिँडेर होइन त्यो नि मुङ्लिनबाट हिँडेर नारायणबाट हिँडेर यहाँ आएको खाल त अब गाडी नचलेपछि त तिनीहरूले आउने कुरो भएन होइन काली खोला ब्रिज गाइज काली खोला रे यो चाहिँ राम्रो छ राम्रो बनाएको है ब्रिजहरू त सबै ब्रिजलाई चाहिँ टु वे त्यो ऐसी जाम भएन नि पुरानो नि फाले होइन नयाँलाई चाहिँ अर्को बनायो अब हामी यस्तै गफगाफ गर्दा गर्दै अबको हाफ एन आवरमा चाहिँ हामी नारायणघाट पुग्नेछौँ होइन अनि आजको विवाह भान्जीको विवाहमा चाहिँ हामी एटेन्ड हुनेछौँ त्यहाँ बाजा रहेछ भने नाच्नेछौँ नाचेको पनि हाम्रो भ्लगमा हुनेछ होइन ल गाइज अब एकछिनमा हुन्छौँ है हामी बाई बाई हेलो गाइज अहिले चाहिँ हामी कहाँ रे पारसनगर खोज्दा खोज्दा यति हराइयो 20 मिनट हराइयो अझै फाइनल्ली म्यापमा हेरी सोधी अलिअलि थाहा भयो जस्तो भयो कति टाइममा पुगिन्छ हेरिराख्नु अन्त पारसनगर पुग्न लागिसक्यौँ तर खोइ के हो म्यापमा चाहिँ फेरि यति देखा 24 कोटी हुँदै आएको 24 कोटी हुँदै आएको खै के कता जता गयो नि सिधा बाङ्गो छैन कतै यताउति मोड छैन सिधा गयो हेलमेट नलाई चलाउनु हुन्न है गाइज बाइकहरू चाहिँ अङ्कललाई फेरि जे देखे नि लाउँछ अङ्कललाई चिने जस्तो गर्नुहुन्छ फेरि त्यता चाहिँ हो है भन्नुहुन्छ यता चाहिँ होला भन्नुहुन्छ घरि चोकमा ठुलो घर छ भन्नुहुन्छ ल यही हो बाटो घाम लाग्यो घाम नि देखियो बल्ल है बिहानबाट हिँडेबाट यस्तो उसबाट आएको घाममा आनन्द भइरहेको अहिले त गर्मी भइसक्यो भने फेरि आउँछौँ भ्लगमा अहिले चाहिँ बाई बाई गाइज सी यू टुमारो ल है पारसनगर फाइनल्ली आयो बोर्ड चाहिँ त्यहाँ रहेछ अङ्कलले ट्याक्कै चिन्नु भयो कतै नभुलि आइयो हल्का क्यामेरा फोर भएछ है गाइज कतै नभुलिकन ठ्याक्क आइयो ल अङ्कल ठ्याक्क घर लैजानुहुन्छ त्यहाँपछि चाहिँ भेटौँला हामी यही हो घर होइन कि ल हामी चाहिँ आइयो एकछिनमा तिम्रो नाम के हो रियाज पौडेल तिम्रो घर कहाँ हो अहिले हामी कहाँ आएको सबैलाई मेरो भ्लग सब्सक्राइब गरिदिनु भन अङ्कलको ओम पौडेल ओम अङ्कलको भन न सबले माया देखाउनु भन न बाई गरिदेऊ खाना खाएको है गाइज अङ्कल थोरै छ धेरै छैन हल्का हेलो भनिदिनु अब ब्लगमा तिमी हेलो भनिदेऊ
ब्रेकफास्ट सुरु भएको छ गाइस है हामी चाहिँ बिहानको टाइम 8:15 है लखरा हिँडिरहेको होइन यहाँ हाम्रो सानो भति छ पुरै हामी चाहिँ आज ल्यान्डमार्क रिसोर्ट होटल है गाइस खतरा यहाँ स्विमिङ पुल नि छ यहाँ बिहानको ब्रेकफास्ट चाहिँ यहाँ खाएर हल्का चाहिँ अहिले हामी टुर भिजिट हान्दैछौँ हो गाइस कहाँसम्म जाने हो कहाँसम्म जाने हो लाग्छ चराचुरुङ्गीको के हो यो अनार हो कि यो होइन के हो यो हलुवा बेद पुरै कागहरू चराचुरुङ्गीहरू जम नगर है आप ल राम्रो छ यहाँको पुरै तरकारीहरू पनि यो त नेक्स्ट वर्कको होला तरकारीहरू पनि लगाउनु भएको सबै